Hi everyone, welcome back to my channel. So if you guys are new to my channel, I am Jayanti Pasnit and welcome back to my channel. So most of you guys have been asking me about my BSc nursing journey, कसरी start गरेँ. So यो भिडियोमा चाहिँ we are going to talk about my BSc nursing journey. So without further ado, let's get started. So starting from 10th class, मैले चाहिँ 10th क्लाससम्म चाहिँ पर्वत नै पढाएँ हो. आफ्टर 10 चाहिँ म यतै काठमाडौँ नै पढ्छु भनेर चाहिँ एससी सकाएँ अनि काठमाडौँ नै आएँ. मेरो दादा चाहिँ यतै काठमाडौँ बस्नुहुन्थ्यो. अनि मैले चाहिँ +2 कोटेश्वर कान्जिराबाट गरेँ. म त्यति बेला चाहिँ बालुवाटार बस्तीमा आमा गरेँ. +2 सकाएँ. त्यति बेलासम्म चाहिँ म ब्ल्याङ्क थिएँ के भन्छ ब्याचलर के पढ्ने भनेर. खासमा मेरो प्लान चाहिँ ब्याचलर नेपालमा गर्ने चाहिँ छँदै थिएन होइन. अनि मैले चाहिँ बच्चैदेखि सोच्थेँ कि म +2 सकेर म विदेश जान्छु, विदेशमा गएर पढ्छु, लाइफ सेट गर्छु, अल द्याट स्टफ भन्ने चाहिँ मेरो प्लान बच्चैदेखि थियो. बच्चा मतलब त्यही बुझ्ने भएदेखिको प्लान त्यो थियो. तर सोचे जस्तो भएन होइन. मैले चाहिँ +2 सकाएँ. 2078मा +2 सकाएँ. 2078मा +2 सकाएर चाहिँ खासमा मेरो प्लान मैले भने नि त बाहिर नै गएर पढ्ने थियो होइन. अनि र समवेयर सोचेको चाहिँ म जर्मनी गएर भन्दा चाहिँ मेडिकल लाइनले पढ्छु भन्ने चाहिँ थियो होइन. अनि +2 सकाएँ. +2 सकाएर चाहिँ ल्याङ्ग्वेज पढ्न थालेँ होइन. अनि जर्मन ल्याङ्ग्वेजको चाहिँ मैले A1 लेभल पढेँ, A2 लेभल पढेँ, एक्जाम दिएँ, मार्क्स नाइस आयो. त्यो पछाडि के भन्दाखेरि ठिक्क कोभिड आयो होइन. त्यति बेलासम्म मैले नेपालमा ब्याचलर गर्छु भन्ने प्लान नै थिएन कि होइन. अनि कोभिड आयो. अनि मसँग पढिरहेको साथीहरूले पनि त्यति बेला चाहिँ अप्लाई गरेको थिएन होइन. अनि मैले चाहिँ अप्लाई गर्न नै मन डराएँ कि किन भन्दा अब रिजेक्सन हुन्छ कि भन्ने त्यो डरले चाहिँ मैले अप्लाई नै गरेन जर्मनीलाई होइन. अनि मेरो साथीहरूले त पछाडि अप्लाई गर्यो इन्डियाबाट. अनि मेरो साथीहरू चाहिँ गयो. अहिले जर्मनीमै छ. तिनीहरूले यो भिडियो हेरेको पनि जर्मनीबाटै हेरिरहेको छ होइन. अनि त्यो पछाडि मेरो फेरि प्लान चेन्ज भयो कि म अब जर्मनी गएन. किनभने मेरो प्लान नेपालमा पढ्ने त छँदै थिएन नि त. अनि जर्मनी भएन. अब म अस्ट्रेलिया जान्छु भने होइन सोचेँ. अनि किनभने मेरो दिदी पनि अस्ट्रेलिया नै हुनुहुन्छ नि त. अनि घरमा पनि त्यही कुरा भयो भन्दाखेरि हुन्छ अस्ट्रेलिया जाउँ नि त दिदीसँग उतै सजिलो हुन्छ भन्ने कुरा पनि हो. अनि मैले पिटी गरेँ. यो मैले पिटी गरेको चाहिँ मेरो ब्याचलरको साथीहरूलाई कोहीलाई पनि थाहा छैन होला. अब यो भिडियो हेरेर सबैजना सक्दैन गड तिमीले पिटी पनि गरेको थियौ भनेर. सो यस मैले पिटी पनि गरेको थिएँ. एक्जाम दिएँ. अनि त्यति बेला 6.5 कि 7 त्यस्तै कति मार्क्स आएको थियो. अनि तर अस्ट्रेलिया पनि अप्लाई गरिनँ. केही कुरामा पनि कन्सिस्टेन्टै नहुने कि म त. अनि अस्ट्रेलिया पनि अप्लाई गरेन. त्यति बेलासम्म चाहिँ म यस्तो मेन्टली ड्रेन भइसकेको थिएँ कि त्यति बेलासम्म मेरो 1 वर्ष त ग्याप भइसकेको थियो कि मसँग +2 गरेको साथीहरू चाहिँ तिनीहरू अलरेडी ब्याचलर जोइन गरेर फर्स्ट इयर सेकेन्ड बेला भइसकेको थियो कि त्यति बेलासम्म मेरो केही नेपालमा पढ्ने कि बाहिर जाने कि मेरो केही पनि भएकै थिएन नि त. अनि पछि के भन्छ अरे मैले अब त बाहिर भएन, अब ब्याचलर नेपालमै गर्छु भनेर मेरो साथी चाहिँ सिएसआइटी गर्दैछ कि सदिक्षा होइन. अनि हुन्छ सिएसआइटी नै गर्छु नि त भनेर आइटीको प्रिपरेसन गर्न थालेँ होइन. प्रिपरेसन के भन्नु त्यो एक्जाम दिन पर्दो रहेछ नि त. अनि एक्जाम दिएर मार्क्स निकै ठिकै आएको थियो. अनि त्यो पछाडि मैले सदिक्षामा चाहिँ कलेज बुझ्ने भनेर गएँ होइन. यो चाहिँ के भन्छ मैले कसरी बिएससी नर्सिङको पढ्नुभन्दा चाहिँ अगाडि चाहिँ मैले के गरेको थिएँ भन्ने कुरा हो कि. अनि मैले चाहिँ सदिक्षामा कलेज बुझ्न गएँ. कलेज बुझ्न गएर हुन्छ नि त यो कलेजमा यतिको फिस स्ट्रक्चरहरू बुझ्यौँ. ओके ठिकै रहेछ भनेर घर फर्क्यौँ होइन. घर फर्के पछाडि चाहिँ घरमा के कुरा भएको रहेछ भन्दा आइटी भन्दा चाहिँ बिएससी नर्सिङ नै पढेको बेस्ट भन्ने कुरा भएको रहेछ. त्यति बेलासम्म चाहिँ नर्सिङ पढ गरेर त मलाई भन्नुभएको थिएन कि. किनभने मेरो दुइटै दिदी नर्सिङ फिल्डदेखि नै अन्त दुवैजना नर्सिङ गर्नुभएको थियो पहिला होइन. अनि मलाई ल गर नि त नर्सिङ बिएससी नर्सिङ गर नि त पछाडिको लागि पनि स्कोप राम्रै हुन्छ भन्ने आएको कुरा भयो. अनि मैले ओके भने कि म चाहिँ यति छिटो इन्फ्लुएन्स भइहाल्छु होइन त्यो कुराबाट पनि. अब कोहीले मलाई आइटी गर नि त भने ओके हुन्छ भनेर आइटी गरेँ नि. अनि कोहीले अब अर्को लयर पढ नि त भनेर मैले ओके भने कि त्यो छिट्टै इन्फ्लुएन्स हुने. त्यो पछाडि चाहिँ मेरो बल्ल फिक्स भयो कि म अब बिएससी नर्सिङ नेपालमै गर्छु भनेर 4 वर्षको कोर्स होइन. मलाई खासै बिएससी नर्सिङको बारेमा लिटरली केही पनि थाहा थिएन कि. किन भन्दा मेरै साथीहरू पनि नर्सिङ मेडिकल फिल्ड कोही पनि पढेको थिएन होला. अनि मेरो एउटा अनिता भन्ने साथी अनिता चाहिँ एमबिबिएसको लागि प्रिपरेसन गर्दै थिएँ त्यसले होइन. अनि घरमा पनि हुन्छ बिएससी नर्सिङ पढ ओके भने पछाडि मैले अनितालाई कल गरेँ. अनितालाई कल गरेर
लिटरली मलाई केही पनि थाहा थिएन कि अनितालाई कल गरेँ अनि मैले उसलाई सोधेँ कि नर्सिङको एक्जाम कहिले हुन्छ किनभने नर्सिङ एमबिबिएसको त सेम टाइममै हुन्छ नि त कमन इन्ट्रान्स एक्जामिनेसन उसलाई कल गरेर सोधेँ अनि कति थोरै टाइम मात्र बाँकी रहेछ कि त्यति बेलासम्म त के भन्छ त्यो सिईको लागि फर्म भर्नेवाला हुन्छ नि त्यो टाइम आइसकेको थियो कि मैले झन्डै लेट भएछु कि अनि उसलाई कल गरेर सोधेँ अब फर्म भर्ने टाइम आउन लागेछ त मसँग आइज मसँग बुक्सहरू छ भनेर मलाई अनिताले कति धेरै बुक्सहरू दियो होइन अनि बुक्सहरू लिन उसँग गएँ उसको हस्टेल अनि त्यतै 15 डेज जति मैले पढ्यो होला होइन कमन इन्ट्रान्स एक्जामिनेसनको लागि 15 डेजमा मैले बेसी फोकस गरेको भनेको चाहिँ बायोलोजीमा फोकस गरेँ थिएँ मलाई फिजिक्स केमिस्ट्री चाहिँ मलाई आउँथ्यो फिजिक्स चाहिँ मलाई +2मा लिटरली फिजिक्स त म त 0 थियो कि 0 मलाई त केही पनि आउँथेन +2 अब फिजिक्स कसरी पास गरेँ अब त्यहाँदेखि रट्टा हालेर म पास भएन फिजिक्स अनि केमिस्ट्री आउँथ्यो अनि बायोलोजी चाहिँ +2देखि नै दामी आउँथ्यो अब त्यही पनि 15 दिनमा इन्ट्रान्स डोजको भिडियोहरू हेरेँ मैले उसलाई जोइन गरेन कि इन्स्टिट्युटहरू चाहिँ जोइन गरेन आफै पढेर त्यहाँ हो अनि त्यही गरेँ अनि कहिलेको एक्जाम दिन चाहिँ किन भन्दा अनिताले नेम पढ्दै थियो नि त अनि म अनिता र नेहा तिनीहरूसँग चाहिँ म नेममा भाइको एक्जाम दिन जान्थेँ कि एक्जामको लागि मलाई चाहिँ किन भन्दा सजिलो हुँदैन नि त पछि एकैचोटि एक्जाम के भन्छ एक्जाम दिनुभन्दा चाहिँ पहिले 1 दुईचोटि एक्जाम दिएर कस्तो खालको प्याटर्नमा क्वेसन आउँछ अनि त्योहरू गऱ्यो भने सजिलो हुन्छ भनेर मलाई तिनीहरूले भने अनि म एक्जाम दिन गएँ 3-4चोटि एक्जाम दिएँ त्यति बेलासम्म लिटरली मेरो मार्क्स त यस्तो नराम्रो आउँथ्यो म पास पनि हुन्छु हुँदैन भन्ने मलाई डर लागेको थियो किन भन्दा अलरेडी 1.5 वर्ष ग्याप भइसकेको छ त्यही माथि अब म पनि पास भएन भने त टेन्सन भयो नि त बाहिर जाने कुरा पनि त्यति बेलासम्म क्यान्सल भइसकेको थियो कि अनि टेन्सन हुन्छ भनेर यस्तो प्यानिक भएको थियो नि अनि त्यही 15 डेज जति चाहिँ पढेको त्यो 15 डेज चाहिँ मैले डेन्जर धेरै पढेँ राति 2 बजीसम्म पढ्ने दिनभरि पढ्ने गरेर पढेँ अनि एक्जाम दिएँ मैले सीको एक्जाम दिएँ रिजल्ट आए पछाडि जे होस् राम्रो मार्क्स आयो पास भएँ स्कलरसिप चाहिँ पाएन तर टचवुड राम्रो मार्क्स आएर पास भएँ आज म डेन्जर धेरै बोलेँ गाइस अब मलाई एकछिन पानी खाने ब्रेक चाहियो वाटर ब्रेक गाइस डेन्जर धेरै गर्मी छ स्टे हाइड्रेटेड पानी खाइराख्नुहोस् मेरो च्यानललाई सब्सक्राइब गर्नु पनि नभुल्नुहोस् म चाहिँ डेन्जर धेरै अल्छी भएर भिडियो नै बनाउँदिनँ अब चाहिँ आम ट्राइङ टु बी कन्सिस्टेन्ट अन युट्युब च्यानल गाइस पानी खाइहाल्नु त म सँगसँगै स्टे हाइड्रेटेड आई होप हजुरहरूले पनि पानी खानुभयो होला सो लेट्स गेट इन्टु भिडियो अनि मलाई चाहिँ कति धेरैजनाले चाहिँ त्यो प्रायोरिटी फर्म कसरी भर्ने अनि कलेजहरू कसरी प्रायोरिटीमा राख्ने भन्ने कुरा सोध्नुभएको थियो होइन अहिले आफ्नो एक्सपिरियन्स भन्नुपर्दा चाहिँ लिटरली मलाई केही पनि थाहा थिएन के गर्नुपर्छ प्रायोरिटी फर्म कसरी भर्ने भनेर होइन अनि मैले युट्युबमा पनि कति धेरै भिडियो हेरेँ खासै त्यस्तो इन्फर्मेटिभ भिडियोहरू पाएको थिएन कि मैले त्यति बेला चाहिँ अनि अनिताले चाहिँ मलाई फर्म प्रायोरिटी फर्म भर्ने बेलामा चाहिँ राम्रो राम्रो कलेजदेखि नै भर भनेको थियो होइन अनि आइबिएम बिपिकेएचएस एनआइएचएस केयु नोबल किस्ट मैले किस्ट जो सबै कलेजहरू राखेको थिएँ होइन अनि मेन मेरो फोकस भनेको चाहिँ मलाई चाहिँ भ्यालीभित्र नै पढ्न थियो कि पोखरा पढ्नु मन थिएन घरमा चाहिँ के भएर टु बी अनेस्ट होइन पोखरा पढ्नु मन थिएन अनि भ्यालीभित्र नै पढ्छु भनेर चाहिँ काठमाडौँ ललितपुरकै कलेजहरू राखेको थिएँ अनि पछि फर्स्ट प्रायोरिटीमै मेरो आएको थियो कि कलेज पढेको थियो त्यति बेला चाहिँ होप कलेज पढेको होइन मैले जुन कलेजमा पढिरहेको छु त्यो अनि टकिङ अबाउट मैले होप कलेज कसरी चुज गरेँ भने होइन एक प्रायोरिटीसँगै म भन्छु कस्तो इन्सिडेन्ट भएको थियो भनेर मैले चाहिँ होप कलेज चाहिँ मैले जानी म राख्छु यो कलेजको बारेमा थाहा भएर मैले राखेको थिएन कि मैले चाहिँ भ्यालीभित्र नै पढ्नु थियो त्यही भएर मैले यसो कलेज हेर्दा होप कलेज ललितपुरमा छ भनेर राखेँ होइन मैले चाहिँ यो कलेज पियु अफिलिएटेड हो भनेर पनि थाहा थिएन अनि त्यो यत्तिकै हावादारमा कलेज राखेको थियो तर लास्टमा यही कलेज भएर क्या अनि मैले अनि यसो कलेजको बारेमा हेर्दा बुझ्दा चाहिँ पियु अफिलिएटेड रहेछ अनि मलाई लाग्यो कि खासै होइन टियुतिर केयुतिर नै पढ्यो भने अलिक नाइस होला न त्यति बेला मैले पनि त्यही सोचेँ हजुरले जे सोच्नु भएको छ त्यही होइन टियु केयुतिर पढ्यो भने राम्रो हुन्छ होला जस्तो घरमै नै भयो टियु केयुतिर चाहिँ पढ्यो भने राम्रो हुन्छ सोचेको थिएँ त्यति बेला
अनि अब मैले चाहिँ के भन्छ अरे अब मेरो होप कलेजको सिट छोडेर पछि ऱ्यापअपसँग गएकोसम्म गएको भए चाहिँ वाट इफ सिट पाउँदैन कि भनेर मलाई चाहिँ होप कलेजको सिट छोड्न मन लागेन कि तर छोडेको भए चाहिँ माथि राम्रो राम्रो कलेज थियो त्योमा पनि पाउँथ्यो होला तर छोड्नु मन लागेन अनि होप कलेजमै मेरो 4 वर्षको लागि सेट भयो प्रोसेस फी स्ट्रक्चर एडमिसनको लागि चाहिँ त्यही हो हजुरहरूले चाहिँ प्रायोरिटी फर्म भएर पछाडि फर्स्ट प्रायोरिटी सेकेन्ड प्रायोरिटी भनेर आउँछ त्यो पछाडि लास्टसम्म ऱ्यापअप भनेको चाहिँ लास्ट अब जे होस् प्रायोरिटी लिस्टहरूको चाहिँ त्यो कलेजको लिस्टहरूको लास्ट भनेको ऱ्यापअप होइन त्योसम्म आउँछ अनि त्यो पछाडि अब हजुरको अगाडि नै आएको छ भने अगाडि त्यो फर्स्ट सेकेन्ड थर्ड प्रायोरिटीमै आएको छ भने चाहिँ हजुरले पहिल्यै एडमिसन गर्ने अब इफ त्यति बेलासम्म पनि हजुरको आएको छैन ऱ्यापअपसम्म पनि हजुर रिस्क लिएर जान्छु भन्नुहुन्छ भने चाहिँ एडमिसन चाहिँ ऱ्यापअप पछाडि नै गर्ने है अनि मेरो कुरा गर्नुपर्दा चाहिँ मैले एडमिसन मेरो फर्स्ट प्रायोरिटीमै आएको थियो स्कलरसिपमा चाहिँ आएन पेइङमा आएको थियो तर पनि एडमिसन गर्ने भनेर कलेज बुझ्न गएँ 10 क्लासको +2 को डकुमेन्टहरू लिएर गएँ अनि फी स्ट्रक्चरको बारेमा भन्नु पर्दाखेरि चाहिँ हामीले सुरुमा पे गर्नुपर्ने भनेको 3,60,000 जति पे गर्नुपर्छ त्योमा चाहिँ एक्स्ट्रा रिफन्डेबलवाला 13,000 चाहिँ पछाडि ब्याचलर सके पछाडि रिफन्ड आउनेवाला हुन्छ नि त्यो एड गरेर चाहिँ 3,60,000 चाहिँ मैले कलेजमा पे गरेको थिएँ अनि अहिले नर्सिङको फी भनेको चाहिँ त्यही 10,36,000 छ एक्जाम फी यति त गर्दा 11 लाख जति चाहिँ बेड छ होइन 11 जति त बेड छ प्लस अब एक्स्ट्रा आफ्नो खर्च यतातिर त्यो 11 ट्युसन फी 11 लाखभन्दा चाहिँ बाहेककोहरू भएन अनि एडमिसन प्रोसेसको बारेमा चाहिँ त्यही नै हो +2 र 10 को डकुमेन्ट्सहरू लिएर जाने अनि एडमिट कार्डहरू लिएर जानु पऱ्यो एक्जामको बेला अनि मलाई चाहिँ एमबिबिएस पहिल्यैदेखि पढ्नु मन थिएन कि एमबिबिएस मेरो कहिले पनि थर्डमै थिएन होइन अनि अरू फिल्ड पनि आइटी त पढ्छु भनेर मैले तर मेरो फेटमा थिएन रहेछ आइटी पढ्नु मैले पढेन अनि मलाई त अप्सनै थिएन कि नर्सिङ बाहेक अरू पढ्ने त्यही भएर मैले नर्सिङ चुज गरेँ टु बी अनेस्ट अब त्यही हो मैले चाहिँ अप्सनै नपाएर नर्सिङबाट खासै अरू यसो हेर्दाखेरि चाहिँ अरूभन्दा नर्सिङ नै बेटर होला जस्तो भन्ने आफूलाई पनि फिल भयो घरको बाबाहरूले भने पछाडि अनि नर्सिङ जोइन गरेँ बेसी नर्सिङको स्कोप्स नेपालमा अरू फरेन कन्ट्रीमा ब्याचलर 4 वर्षको +2 गरेर ब्याचलर सके पछाडि चाहिँ लाइसेन्स एक्जाम दिनु पऱ्यो ग्रेजुएसन भइसके पछाडि अनि लाइसेन्स एक्जाम चाहिँ 3 महिनामा हुन्छ लाइसेन्स एक्जाम चाहिँ अनि त्यो दिए पछाडि चाहिँ अब हजुर लोकसेवा लड्नु मन छ भने लोकसेवाको प्रिपरेसन गरेर लोकसेवामा दिने अर प्राइभेटमा सेक्टरमा जब गर्छु भने प्राइभेटमा भयो अर्को भनेको चाहिँ अब फरेन जान्छु भन्नुहुन्छ भने चाहिँ एमटिएक्स गरेर बाहिर जानु पनि मिल्यो अब युएस जानु मिल्यो अस्ट्रेलिया क्यानाडा दुबई क्यानाडा अब जे होस् जता जान्छु भने पनि बाहिर चाहिँ स्कोप राम्रो छैन नेपालमा पनि स्कोप नराम्रो त होइन बट प्राइभेट सेक्टरहरूमा चाहिँ स्यालेरी चाहिँ खासै छैन अरे त्यही 15 to 20K को रेन्जमा छ भन्ने मैले पनि सुने हो स्टाफ दिदीहरूबाट अनि के भन्छ गभर्मेन्ट सेक्टरमा गभर्मेन्ट हस्पिटलहरूमा जब गऱ्यो भने चाहिँ फेसिलिटीहरू पनि राम्रो प्लस स्यालेरी पनि राम्रो अनि रुरल एरियाहरूतिर गयो भने पनि त नाइसै हुन्छ नि त लोकसेवा गरेर सो स्कोप चाहिँ नाइस थम्स अप बेसी नर्सिङको कोर्स करिकुलमको कुरा गर्नु पर्दाखेरि चाहिँ फर्स्ट इयरमा चाहिँ हामीले बेसिकल्ली बेसिक साइन्समा नै फोकस गरेको हुन्छौँ माइक्रोबायोलोजी फार्माकोलोजी त्यही फार्माकोलोजी भनेको मेडिकेसन्सहरूको बारेमा अर्को भनेको चाहिँ फन्डामेन्टल अफ नर्सिङ यसलाई चाहिँ कसरी केयर गर्ने ओरल केयर कसरी दिने हेयर केयर कसरी दिने ब्याक केयर अनि मेडिकेसन्सहरूको बारेमा चाहिँ हामीले फर्स्ट इयरमा सिक्छौँ माइक्रोबायोलोजी पढ्छौँ अनि प्याथोफिजियोलोजी पढ्छौँ त्योमा चाहिँ डिजिज प्रोसेसको बारेमा डिजिज कसरी हुन्छ केले गर्दा हुन्छ अनि जे होस् डिजिजको बारेमा पढ्छौँ कम्युनिटी हेल्थ नर्सिङ बनाउँयो त्यो पढ्छौँ अनि सेकेन्ड इयरमा गए पछाडि चाहिँ बेसिकली ओटी अपरेसन थिएटरतिर चाहिँ बेसी फोकस हुन्छ हाम्रो फर्स्ट इयरमा चाहिँ बेसिकली त्यही प्रोसिजर मतलब क्योरहरू कसरी दिने भन्ने बारेमा फोकस हुन्थ्यो भने सेकेन्ड इयरमा चाहिँ ओटीतिर बेसी फोकस हुन्छ अनि मेडिकेसनहरू पनि सेकेन्ड इयरसम्म गएसम्म चाहिँ सिकिसकेको हुन्छ अनि सेकेन्ड इयरमा अर्को मेडिकल सर्जिकल भन्ने पनि पढ्नुपर्छ त्यो भनेको चाहिँ बेसी चाहिँ त्यो डिजिज पोर्सनहरू हुन्छ नि डिजिज पोर्सनहरूमा चाहिँ बेसी फोकस गरेको हुन्छ है अनि टकिङ अबाउट थर्ड इयरको कुरा थर्ड इयरमा चाहिँ हामीले मिडवाइफरी एकदम धेरै पढ्छौँ अनि अर्को भनेको चाहिँ पेडियाट्रिक
पढ्छौँ गाइनोकोलोजी पनि यो मिडवाइफरी त मिडवाइफरी ए मिडवाइफरी बी मिडवाइफरी 3 अनि सी हुन्छ अनि अर्को गाइनोकोलोजी भनेको चाहिँ मिडवाइफरी मात्र हामीले मिडवाइफरी गाइनोकोलोजी गरेर 4वटा सब्जेक्ट पढ्छौँ एपिडेमियोलोजी पढ्छौँ अनि 4th इयरमा गए पछाडि चाहिँ त्यही भइहाल्यो रिसर्च भइहाल्यो अनि स्ट्याटिस्टिक्सहरू पढ्छौँ 4th इयरमा चाहिँ पछि नै भन्छु मैले 3rd इयर सकेर 4th इयर गए पछाडि चाहिँ अनि टक अबाउट 4th इयरमा के पढ्छौँ भनेर मेरो एक्सपिरियन्स ओभरअल नाइस नै छ तर बिचबिचमा चाहिँ हुन्छ नि त्यो बिचबिचमा चाहिँ त्यो रिग्रेट पनि भइरहेको थियो कि किन भन्दा एकदम स्ट्रेसफुल हुन्छ नि त प्र्याक्टिकल सँगसँगै भइरहेको हुन्छ 6 घन्टाको चाहिँ अनि त्यो सँगसँगै केस स्टडी गराउनुपर्छ रिपोर्ट राइटिङ गर्नुपर्छ हेल्थ टिचिङहरू दिनु परेको हुन्छ अनि एकदम हेक्टिक नै हुन्छ कि त्यो बेलामा चाहिँ बेकार पढेछु हुन्छ तर अरू बेलामा चाहिँ इट्स फन त्यही त अनि अहिले गाह्रो नभइकन पछाडि एकैचोटि मास्टर सक्ने त मैले तर त्यही भएर चाहिँ भन्दा जति सजिलो हुन्छ नि नर्सिङ इट्स सो इजी भन्नेवाला त्यस्तो छैन इट्स टफ गाइज इट्स टफ एज हेल तर टफ छ भन्दैमा अब इन्जोय नगर्ने त भएन अब घरमा मेरो यस्तो छ नर्सिङ यस्तो छ भनेर घरमा रोएर बसेर त इट्स नट गन वर्क त्यही भएर अब गाह्रो छ पढ्नु पऱ्यो सँगसँगै रमाइलो गर्नु पऱ्यो चिल हाल्नु पऱ्यो साथीहरू चाहिँ दामी रमाइलोवाला बनाउनु गाइज नर्सिङ चढ्ने चाहिँ इजिप इजिप फिलिली जान्छ साथी चाहिँ दामी हुनु पऱ्यो पुरै सजेस्ट मेरो जुनियर्सहरू टु स्टडी नर्सिङ बेसिकली बिएससी नर्सिङ किनभने पिसिएल नर्सिङको चाहिँ खासै मलाई केही आइडिया छैन सो म चाहिँ बिएससी नर्सिङको बारेमा नै धेरै भिडियोहरू गराइरहेको हुन्छु नि त सो मेरो सजेसन भनेको चाहिँ हुन्छ पढ्दा हुन्छ तर सोच सम्झेर पहिले माइन्ड मेकअप गरेर आउनुहोस् कि मैले अब ब्याचलर 4 वर्षको गर्दैछु हेक्टिक हुनेवाला छ प्रेसर डेन्जर धेरै पर्छ भन्ने त्यो पहिल्यै हुन्छ नि माइन्ड मेकअप गरेर चाहिँ आउनु होला फन पनि छ रमाइलो पनि छ त्यस्तो हुन्छ नि त्यो रुनेवाला नै त छैन लाइफ हो अब यतिको त पढ्नु परिहाल्यो अब त्यही नै हो के भन्नु म त दामी रमाइलो हुन्छ पढ्नुहोस् आउनुहोस् अब सीमा चाहिँ बेसिकली मैले फोकस गरेको चाहिँ बायोलोजीमै फोकस गरेको थिएँ नि त अब इफ हजुरहरूलाई त स्कलरसिप चाहिएको छ हजुरहरूलाई एउटा कोटा हुन्छ कि के भन्छ ओपन स्कलरसिपवाला कोटा हुन्छ त्यो भनेको चाहिँ धेरै मार्क्स आएर पाउनेवाला स्कलरसिप भयो अर्को भनेको चाहिँ त्यो जनजाति दलित त्यो कास्टवाला हुन्छ नि मलाई बेसिकल टर्म भन्नु आएन तर त्योवाला स्कलरसिप हुन्छ अर्को भनेको चाहिँ सरकारी स्कुल जसले पढेको छ नि मैले गर्ने बेलामा चाहिँ 8, 9, 10 सरकारी स्कुल पढेकोवाला एउटा पेपर जुन स्कुलबाट पढेको नि त्यो सरकारी स्कुलबाट पेपर लिएर आएर चाहिँ फर्म भर्ने बेलामा फर्मसँगै अप्लाई गर्नुपर्थ्यो भने अहिले चाहिँ 6 to 10 मा लाग्छ जस्तो लागिरहेछ त्यो बारेमा चाहिँ बुझ्नु होला अनि त्यही स्कुलदेखि एउटा यो विद्यार्थी चाहिँ 6 देखि 10 सम्म अरू 8 देखि 10 सम्म चाहिँ यही स्कुलमा पढेको भन्नेवाला एउटा लेटर चाहिन्छ होइन त्यो अब इफ हजुर पढ्नु भएको छ भने चाहिँ स्कुलले बनाइदिन्छ त्यो लेटर बनाएर अनि फर्म त्यो नर्सिङको लागि अरू कुनै पनि मेडिकल एक्जामहरू दिने बेलामा चाहिँ त्यो फर्मसँगै अप्लाई गर्नुपर्छ त्यो छ भने चाहिँ स्कलरसिप पाउन अलि हाई चान्स हुन्छ सो अब सरकारी स्कुल पढ्नु भएको छ भने त्यो पेपर बनाउन चाहिँ नबिर्सिनु होला स्कुलबाट लिएर आउने पेपर अब अर्को कोटावाला त फर्म भइहाल्यो सो गाइज बिएससी नर्सिङको एक्जामको बारेमा चाहिँ मेरो कलेजमा चाहिँ इयरली एक्जाम हुन्छ फर्स्ट इयरको एन्डमा सेकेन्ड इयरको एन्डमा थर्ड इयरको एन्डमा अरू फोर्थ इयरको एन्डमा एक्जाम हुन्छ अब अरू पियुमा चाहिँ त्यस्तो हुन्छ टियु केयुमा चाहिँ मलाई थाहा छैन उहाँहरूको सेमेस्टर वाइज हुन्छ कि इयरली हुन्छ मलाई थाहा छैन तर पियुमा चाहिँ इयरली एक्जाम नै भइरहेको हुन्छ फर्स्ट टर्मिनल सेकेन्ड टर्मिनल प्री बोर्ड अनि सिधै बोर्ड सो गाइज केही कुरा छुटपुट छ भने केही कुरा छुटेको छ भने कमेन्ट गर्दा हुन्छ तल कमेन्ट बक्समा अनि आई विल ट्राई टु रिप्लाई अल अफ यर कमेन्ट्स त्यही नै हो गाइज मलाई त गर्मी नै भइसक्यो राख्दै भइसक्यो काठमाडौँमा त यस्तो गर्मी छ आएर तराईमा कति गर्मी छ होला यहाँ टेम्परेचर 31 डिग्री सेल्सियस जति छ होला तराईमा त 40 ह्याट्स अफ टु तराईका मान्छेहरूको चाहिँ कसरी बस्नुहुन्छ हुन त बानी परिसक्यो होला तर ग्लोबल वार्मिङ इज हिटिङ अस सो हार्ड गाइज सो गाइज मैले चाहिँ आजको लागि
केस भिडियो लामो भइसक्यो. इफ यु गाइज वान नो मोर अबाउट बिएससी नर्सिङ अनि आई विल मेक मोर भिडियोज हजुरहरूको क्वेसन अनुसारको म चाहिँ भिडियो बनाउँछु. अनि आजको लागि चाहिँ यति नै थियो. थ्याङ्क सो मच फर वाचिङ. बाई. लभ यु अल. अनि प्लिज डु नट फर्गेट टु सब्सक्राइब टु माई च्यानल. बाई गाइज.